त्यो कुरा राम्रो भन्नु न तपाईँ के हो राम्रो मुखले भन्नु सक्नुहुन्न नयाँ मान्छे आएको हुन्छ थाहा हुँदैन राम्रो हुँदैन बोर्ड सबैले हेर्दैन नि बोर्ड सबैले हेरेको हुँदैन नि हामीले जानु पनि खोजेको छैनौँ यो अलिक भएन है तपाईँहरू रमाइलो गरेर स्टार्टिङ पोइन्टदेखि नै हाम्रो चाहिँ रमाइलो हुन्छ क्या नाचगानदेखि सुरु भएर लास्ट एन्डिङ सुत्ने बेला उठेदेखि कस्तो बाबा ल सकेको त्यो नाकमा फुली ज्योति बन्यो कलिलो माया तिम्रो बाइकलाई लास्ट मान्छेले हेरिदिरहेको हुन्छ क्या मात्र 550 को तेल खाँदो रहेछ हो छोडिदिनु फिर्ता नदिनु भइहाल्यो ल खाना हामी अब हामी बिहानको खाना खाएर आज चाहिँ हाम्रो धरानसम्मको यात्रा भएर चाहिँ प्लान गरेको छौँ धरानसम्म पुग्न सकिन्छ सकिँदैन पोखरा सकेर सबै घुम्नु सक्यो एकदम रमाइलो अनि हामीलाई चाहिँ कुन होटेल आयो इगल होटेलमा बस्यौँ होइन ल हाम्रो राइडरमा उमेश हुनुहुन्छ अब हामी अन्तिम पोखराको अन्तिम फोटो हान्दैछौँ यहाँ पोखरा बजारको अब लागिसक्यौँ लेफ्ट साइडको बिहानको चहल पहल चाहिँ त्यस्तो साह्रो छैन बेलुका जति थियो अनि अहिले चाहिँ त्यति साह्रो छैन यहाँ चाहिँ अब नेपालीहरूभन्दा पनि विदेशीहरू पनि एकदमै ज्यादा नै हुँदो रहेछ सहरे चोक जाने यता रहेछ हामी लाग्छौँ यतातिर त्यही हो म चाहिँ अब उमेशलाई पछ्याउँछु पोखरामै छौँ अनि हामी चाहिँ पोखराको पृथ्वी चोकतिर लगभग पुग्न आँटिसकेको छौँ होइन पोखराको वे चाहिँ यस्तो बवालै रहेछ वास्तवमा पोखरा एकदमै राम्रो रहेछ मलाई चाहिँ राम्रो लाग्यो दामी छ भ्यूहरू चाहिँ होइन पोखरा आउने बाटो चाहिँ एकदमै राम्रो रहेछ क्या मुगलिनदेखि यता चाहिँ एकदमै राम्रो छ काठमाडौँदेखि आउँदाखेरि चाहिँ तपाईँहरूलाई मुगलिनसम्म चाहिँ अलिक बाटो अप्ठ्यारो नै छ त्यहाँदेखि लगभग यता काटिसकेपछि ठाउँ पुगिरहेको हल्का मात्रै हो होइन नत्र भए प्रायः जस्तो बाटोहरू चाहिँ यस्तै नै रहेछ राम्रो रहेछ है तपाईँहरू आउनु चाहँदैछ बाइकमा राइड गर्नु त्यस्तो गाह्रो चाहिँ हुँदैन मैले चाहिँ राइड गरेको लगभग 3-4 दिनै भइसक्यो सिङ्गल राइड हामीरहेको छु त्यही पनि साथीहरूले पनि त्यही सिङ्गल हामीरहेको छ त्यही हो रमाइलो भइरहेछ अहिले चाहिँ हामी मुगलिन ब्याक भइसक्यौँ फेरि अनि यता चाहिँ अब सिधै जानु सक्नुहुन्छ तपाईँ काठमाडौँ अनि हामी चाहिँ अब एकछिन यहाँनिर खाजा चिसो खाएर अनि लाग्दिनु पर्ला भन्ने सोच्दैछु पाहाड फुटाएर हाम्रो नेपालको बाटोहरू पनि एकदमै बवाल बनाएको छ चितवन आइपुग्छ पूर्व अरे यता के भयो त्यो सक्यो हजुर हेटौडादेखि माथिल्लो बाटो जाँदा हुन्छ है पेट्रोल पम्प यता नजिकै छ तर वास्तवमा चितवन एकदमै राम्रो रहेछ है पोखरा अनि चितवन अनि मलाई हुनसक्छ अब नयाँ पेट्रोल पम्प यो होइन रहेछ यो झुकेँ म अहिले चाहिँ हामी चितवन आइपुग्यौँ अन्त चितवनमा चाहिँ हाम्रो पेट्रोल हाल्यौँ अब उमेश दोस्तकोमा कति लिटर जाँदो रहेछ है त हजुर राम्रो दिन्छ मैले चाहिँ पोखरामा 680 रुपियाँको लाएर ल्याएको थिएँ फुल ट्याङ्क गरेर अब हेरौँ यहाँ लेट चाहिँ कति रुपियाँको जाने रहेछ 550 अलि यस्तो नि राखिदिउँ होइन पोखराबाट चितवनसम्म आउनु चाहिँ मेरो बाइकले चाहिँ मात्र 550 को तेल खाँदो रहेछ चितवन पछिको आउने जङ्गल चाहिँ यो रहेछ कस्तो बवाल अब सायद पिक आवर मतलब बेलुकाको टाइम भएर पनि होला गाडीहरू एकदम भिडभाड नै छ त्यही हो हाम्रो साथीहरूले चाहिँ अघि छोडेर गएछ नो खैरेनी भन्ने ठाउँमा यसो उसको जुस खायौँ अनि हामी साथीहरूसँग अहिले फेरि छुटेको थिएँ मैले भेटेर अब फेरि जाँदैछौँ इन्डियन त्यहाँ हाम्रो देख्न सक्नुहुन्छ इन्डियन राइडरहरू पनि खतरा तरिकाले आफ्नो ड्रेसअप खतरा तरिकाले देख्छु यिनीहरूको राम्रो डेस्टिनेसन थियो होला हाम्रोसँग जस्तै तर उनीहरू चाहिँ एडभेन्चर बाइक लङ टुरकै लागि उनीहरूको चाहिँ बाइक छ भने हाम्रो चाहिँ नर्मल टाइपको छ
ओ माई गड पुरै सेफ्टीसँग छ। लगभग रातको होइन लगभग 7 बजिसकेको छ, 7देखि 7:30 भइसकेको छ। अनि हामी चाहिँ अहिले हेटौडा बजार आइपुग्यो। हेटौडा बजारको नाइट भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईँले होइन, एकदमै बवाल रहेछ। लाइट छेउछेउमा होइन। अनि यहाँ रहेछ हाम्रो होटेल चाहिँ, दोस्तले यतानिर बुक गर्नु भएको रहेछ। एकदम बाटो छ क्या फेरि हाम्रो उमेश साथी चाहिँ। ल गाइजहरू आइपुग्यो होइन, हामी आइपुग्यो होइन। कसरी तिमीले ठ्याक लोकेसन थाहा पाइरहेको हुन्छ है? लोकेसन ठ्याक कसरी थाहा पाइरहेको हुन्छ? म चाहिँ सक्दिनँ त थाहा पाउन। अब चाहिँ हामी फाइनली रुम पनि लिइसक्यौँ। रमेश सरलाई चाहिँ अलिक राइड गरेको अनुभव भएको थिएन, आज चाहिँ हल्का बल्ल राइड गरेको हुँदैछ अरे। अनि यहाँ रुम लियौँ। अनि राम्रो रहेछ सेवा सुविधा। पोखरामा चाहिँ एकदमै महँगो थियो, यहाँ चाहिँ ठिकै रहेछ, त्यतिको होइन होइन पनि रहेछ दामी। मर्निङको 5 बजी भयो। आज चाहिँ हाम्रो डेस्टिनेसन हेटौडा टु अन्तु छ। हिजो नै पुग्ने प्लान चाहिँ हाम्रो वहाँ विमान थियो, सकिएन। आज चाहिँ जसरी भयो भने हामी अन्तु पुग्नेछौँ। अनि अन्तुसम्मको यात्रा के कस्तो रहन्छ शुभ रहोस् हाम्रो, भगवान्ले सबैलाई रक्षा गरिदिउन्। हाम्रो राइडरहरू सबैजना यहाँ हुनुहुन्छ, ल उहाँहरू वार्मअप गर्दै हुनुहुन्छ। हल्का एकचोटि इन्जोय रमाइलो गरेर स्टार्टिङ पोइन्टदेखि नै हाम्रो चाहिँ रमाइलो हुन्छ, कारण नाचगानदेखि सुरु भएर लास्ट एन्डिङ सुत्ने बेला उठेदेखि सुत्ने बेला हुन्छ। ल हामी रेडी होइन सबै गाइजहरू? रेडी, ल जाउँ। होइन यो के भन्छ हेटौडादेखि भिमा निस्किने बाटो एकदमै दामी रहेछ। अब मर्निङ टाइम भएर पनि होला, एकदम खुल्ला छ। अनि कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो, माया त माया हो। जन्म हे जन्म पुनः ठुला ठुला बर कुखुरा झन्नै अघि नै यस्तै भइदियो क्या मेरो। ठुला ठुला आँखातिर बनि बस्यो यो दिलैमा, कालो लामो परेली केश छाप बन्यो कलिलो मायामा। गाइजहरूले ल हाम्रो गाइजहरूले यस्तो बवाल दिइरहेछ है। अनि त्यो आज चाहिँ हामी टाइममै पुग्ने रहेछ। हल्का यहाँ चाहिँ ब्रेक हान्नु पर्ने अवस्था भयो, त्यही भएर हल्का भन्न चाहिँ भन्दै थियो। गयो गयो साथी हो, गयो यस मजा आए। यस मुस्ताङमा रारो ग्याङ मुस्ताङमा भने जस्तै बवाल दामी इरा छ हाम्रो दोस्तले होइन, पछाडिबाट लुकाएर दिस हाम्रो गाइजहरू त्यहाँ हेर्नुहोस्। यस यस हो सिमसिमे पानीमा बवाल दामी भन्दै होइन। यस हामी चाहिँ अहिले अब कटारी क्रस गरिसक्यौँ। अनि मेरो बाइक चाहिँ हल्का ढक भयो कि भनेर भन्दै थियो, त्यो भाइले एकछिन राइड गर्नु दिएको थिएँ। अनि गाईकटमा गएर चाहिँ यसलाई देखाउँछु होइन। मेरो विचारमा यता झोलाको बाँधै पनि ठिक नभएर हो कि जस्तो चाहिँ लागिरहेछ। लेट्स सी हेरौँ के रहेछ। अनि त्यही हो, मलाई अघि पहिला कुदाउँदा त राम्रै लागिरहेको थियो। अनि अहिले उसले भनेपछि चाहिँ हल्का त्यस्तै हो कि जस्तो लाग्यो क्या। अहिले चाहिँ त्यस्तै छ। अब म त अघि त चलाइरहेको थिएँ, त्यो बानी भएर नि होला। आफ्नो बाइक त अब कन्ट्रोल गर्नु सकिन्छ नि त। त्यही पनि अब अलिकति कन्डिसन बेगरको गाडी कुदाउनु चाहिँ रिस्कली कुन बेला कति हुन्छ नि त थाहा हुँदैन। सो अब हेरौँ। अगाडि बढ्यो हाम्रो उमेश राइडर। ल फेरि हामी चाहिँ यहाँ केही समय रेस्ट पछि हामी फेरि इटरीतर्फ लाग्यौँ। अब गाईघाटमा आएको छु, इटरीमा गएर झल्का खाजा खाएर त्यही हो।
अब चाहिँ हामी कन्यामको फोटोसोटो खिचाइसकेपछि हामी अब श्रीअन्तुतर्फ जाँदैछौँ। गाइजहरू यहाँ किन्दैछु। अहिलेको मौसम चाहिँ हामी नराम्रो भएन, अघि चाहिँ बबालै खत्तम थियो, अहिले चाहिँ एकदम मौसम खुलेको छ है। अहिले यहाँनिर साइकलको उयो पनि कस्तो बाबा ल तल खोला झरेर उकालो श्रीअन्तु उकालो पनि लागिसक्यो। के अब समयपछि हामी पुगिहाल्नेछौँ। गाडी आउँदैछ जस्तो ट्याट पार्दै केही छैन। नडरे 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 छैन छैन लाग्यो लाग्यो। ल फाइनली हाम्रो गाइजहरू चाहिँ श्रीअन्तु आइपुगेको छ। अब आजको रात चाहिँ हामी यहीँ नै बस्नेछौँ अनि भोलि बिहान इन्जोय हान्नेछौँ। रातभरि इन्जोय हान्नेछौँ। पर कस्तो छ ठोकिन्छ ब्याग तानिदियो होइन। फाइनली हामी आइपुग्छौँ। त्यो कुरा राम्रो भन्नु न तपाईँ। के हो राम्रो मुखले भन्नु सक्नुहुन्न। नयाँ मान्छे आएको हुन्छ थाहा हुँदैन। राम्रो हुँदैन। बोर्ड सबैले हेर्दैन नि। बोर्ड सबैले हेरेको हुँदैन नि। हामीले जानु पनि खोजेको छैनौँ। यो अलिक भएन है तपाईँहरू यस्तो अब यहाँ आउने पर्यटकहरूलाई व्यवहार राम्रो भएन। को यो मान्छे तर यस्तो व्यवहार गर्नु भएन नि त। ल फाइनली हामी चाहिँ अहिले इलामको श्रीअन्तुको जग्गामा आइपुगेको छौँ। अनि हामीले रुम रेन्ट चाहिँ यहाँ 2500 यति राम्रो छ भने पोखरामा चाहिँ हामीले रुम यति महँगो पाएको छ। 5000को रुम तपाईँहरूलाई म अर्कोपट्टि देखाउने छु। हेर्नुहोस् यति राम्रो भ्यू छ। अलिक बादल के भन्छ बादल आएर अलिकति राम्रो देखिएको छैन। अनि त्यही हो यस्तो राम्रो छ। यति 2500मा भनेको यतिको ठिकै हो। तर पोखरामा चाहिँ हामीलाई फोकटमा चाहिँ नै अब इलाम सस्तो हो कि पोखरा सस्तो हो क्या। हुन त अब पोखरा भनेको पोखरै हो, इलाम भनेको इलामै हो। तर अलिकति महँगो हो कि जस्तो लाग्यो कि त्यो रुम हेर्दा। अब हाम्रो रुम चाहिँ यस्तो यहाँ इलामको रुम चाहिँ यति राम्रो बबाल छ। डबल बेड यस्तो डिजाइन। यस हेर्नुहोस् बाहिरको भ्यूहरू वाउ। पोखराबाट श्रीअन्तुसम्मको यात्रा फाइनल्ली आइपुगिसक्यौँ। अनि आजको नाइट चाहिँ हामी यहीँ नै एकदमै इन्जोय गऱ्यौँ होइन। नाच्ने गाउने इत्यादि सबै गऱ्यौँ है। यो मोमेन्ट चाहिँ हाम्रो लागि एकदम अविस्मरणीय थियो। किनभने हाम्रो अब सायद साथीभाइ छुट्टै टाइम पनि भएको थियो। सो अनि एकदमै रमाइलो भएको थियो। अनि म अहिले पनि यो टाइम चाहिँ एकदमै धेरै मिस गर्छु। अनि आजको भ्लग म यहीँ टुङ्गाउन चाहन्छु।